सो वाट्सअप गाइस मे विकास स्वागत छ तपाईँलाई मेरो ब्लगमा। त्यसै गरी आज चाहिँ हामी बाहिर कतै घुम्न जान्छौँ अनि त्यो चाहिँ अब हाम्रो सडन प्लान हुन्छ होइन। मतलब सडन प्लान मतलब अब दिदी पहिला म चाहिँ हेम्जा जान्छु दिदी लिन, अनि त्यसपछि हामी त्यही बाटोमै डिस्कस गर्छौँ। अनि त्यही हो, अब दिदीसँग डिस्कस गर्छु अनि कुन ठाउँ जाने चाहिँ त्यो चाहिँ अब त्यही कन्फर्म हुन्छ। अहिले चाहिँ म घरबाट निस्किन्छु, अब सुरुमा चाहिँ हेम्जा जानु पऱ्यो। सो गाइज त्यसै गरी गाइज अब म चाहिँ हेम्जातिर लाग्छु अनि हेम्जा मतलब हेम्जा जानुभन्दा अगाडिसम्म चाहिँ सानो क्लिपहरू चाहिँ हाल्छ है। त्यही हो, अब अहिले चाहिँ सुरु स्टार्टिङ हो। स्टार्टिङमा अब अलिअलि बिस्तारै सिक्दै जान्छ होइन, केटा हो। यही हो गाइज, अब चाहिँ हामी निस्किनु लाग्यो है हाम्रो स्कुटरमा। स्कुटर होइन मेरो सबै बाइक यही होइन, खतरा छ। हामी यसमा चाहिँ हेम्जा जान्छौँ र त्यही हो, हेम्जाको अगाडि अब हेम्जा पुगिन्छ एकछिनमा लगाइन्छ। अब एकछिनमा बाटोको भ्यूहरू देखाउँछ होइन, म चाहिँ निस्किन्छ यहाँबाट। सो फाइनली गाइज हामी चाहिँ यो ट्याक्क हेम्जा र लामोचा जोड्ने सर्टकटमा आएका छौँ र त्यसै गरी हाम्रो उताबाट चाहिँ ट्रक आएको हो। मैले चाहिँ यस्तो साइड दिनहरू चाहिँ धुलो उडाउँछ होइन। अनि यहाँ चाहिँ अहिले भ्यू त्यस्तो छ। हामी चाहिँ ट्याक्क उता जान्छौँ होइन, त्यही हो उता जान्छ। अनि एउटा ट्रक आएको खतरा लास्ट काम छ यार, टिलिक्कै टल्केको चिज छ। त्यसै गरी अब यो ट्रकले धुलो उडाउँछ, त्यही भएर हामी चाहिँ एकछिन यहीँ बस्छौँ। सो गाइज हामी चाहिँ हिँडिसकेको छौँ यहाँबाट है। त्यसै गरी लोड्नु सकिन्छ होला। खतरा बाटो त, तर यहाँ चाहिँ यो बाटो बनायो भने चाहिँ बवाल हुन्छ। एकछिनमै 2 मिनटमै हेम्जा गर्छ। यो बाटोले गर्दा धेरै मान्छेहरू चाहिँ हिँड्दैन। अनि त्यही हो, जान्नेहरू मात्रै हिँड्नु होला यो बाटो है। भर्खरको सिकेकोहरूलाई चाहिँ अलिक गाह्रो पर्छ। सो त्यही हो गाइज, ल एकछिनमा म फेरि ब्लग बनाउँछु है। अहिले चाहिँ हामी ट्याक्टर पुलमा छौँ। त्यसै गरी हाम्रो यहाँ टिप्पल गएको छ र हामी चाहिँ अब हेम्जाको लाइनमा गइसक्यौँ। र त्यसै गरी हाम्रो अगाडि स्कुटर छ। त्यसको यता चाहिँ हाम्रो सिटी खोला अनि त्यो चाहिँ ड्याम। अनि उताबाट चाहिँ यो बाटो सिधै गयो भने चाहिँ हाम्रो दिप पुगिन्छ। अनि हामी चाहिँ अब त्यही हो लाग्दै छौँ हेम्जातिर है। त लगाइज द स्टे ट्युन गाइज, हामी चाहिँ अहिले हेम्जाको लाइनमा आइसकेका छौँ र त्यसै गरी हामी चाहिँ सिधा अघि बढ्छौँ होइन। अब हामी चाहिँ हेम्जातिर जान्छ नि दिदी लिन। अनि त्यही हो केटा हो। अनि यसरी मैले त हातले मजा सामान चाहिँ गोप्रो पनि छैन है। अब बिस्तारै जानुपर्ने हुन्छ यसरी बाटोमा, सही लाएर होइन, आफ्नो स्पिडमा आनन्दले। त्यही हो, तर यो बाटो बवा लाग्छ यार मलाई। यो पोखराकै पहिलो होला कि यस्तो दामी हाइवे बनेको है। अरू ठाउँमा त खासै त्यस्तो त्यही हो, जेरोको हाइवे र यही हाइवे हो क्या बवाल भएको। भाइरल रोड नि भन्छ केटा यसलाई है। त्यसै गरी हामी चाहिँ अलि हामी चाहिँ आफ्नो लेनमा हिँड्नुपर्ने हुन्छ, किन सेफ हुनुपर्ने हुन्छ है। एचएमसीको गाडी गइसकेको छ। एनटी एचएमसी हाम्रो कलेज गइसकेको छ एनटी एचएमसी। र त्यसै गरी हामी चाहिँ अब अगाडि जाने पर्छौँ, अगाडि पुग्नतर्फ। र गाइज अहिले एकछिनमा म फेरि हाल्नेछु ब्लग मतलब क्लिप होइन। सो गाइज सबै टपिक हो, म यिनीहरूलाई टप्नुपर्ने हुन्छ। गोप्रो छैन नपुजाएँ है तपाईँले। सो फाइनली गाइज हामी चाहिँ अब दिदी लिएर दिदीको स्कुटरमा अगाडि गइसकेको छौँ हेम्जाबाट। अब हामी चाहिँ सिधा कता जानेर है, छोरेपाटन होइन, छोरेपाटनतिर लाग्दैछौँ। त्यही हो, ल स्टे ट्युन गाइज। अब बिस्तारै अलिक बाटोको भ्लग पनि हाल्छु म चाहिँ। अनि त्यही हो, अहिले चाहिँ हामी सर यस्तो ठुलो धेरै चर्को घाममा हावा नि आइरहेछ गण्डकीको है, मक्कम घाम आइरहेछ। र त्यसै गरी हामी चाहिँ अघि हिँड्नेछौँ र हावाले बट्टासियो मोबाइल। सो गाइज स्टे ट्युन है त, ल एकछिनमा भेटौँला। सो गाइज हामी चाहिँ अब एनटीतिर लाउँदैछौँ। त्यसै गरी अब हामी चाहिँ अब कुदाउनेछौँ खतरा। मोबाइल घस्ला कि अहिले चाहिँ हामी छोरेपाटन। अनि हामी चाहिँ कहाँ जाने डिस्कस छ, हामी बाटोमै गर्छौँ है होइन। अब हामी चाहिँ कति जाने अझै पनि प्लान भएन। जाने चाहिँ कहाँ हो, पहिला हामी चाहिँ सुरुमा दिदीको कपडा किन्न छोरेपाटन के अरे त्यहाँ ड्याडीबाट कि लेडीबाट रे लेडीबाट छ। अनि त्यही हो, त्यहाँ लेडीबाट जान्छौँ। अनि त्यहाँ दिदीको कपडा किनेर बल्ल त्यहाँ गएर फिक्स गर्छौँ है त। ल गाइज ल स्टे ट्युन, अब एकछिनपछि भेटौँला। चाहिँ हामी यता यो जेरोको हाइवे होइन, जेरोको हाइवेमा आइसक्यौँ। अब एकछिनमा हामी तल 0 किलोमिटर आउँछौँ। र त्यसै गरी हामी चाहिँ त्यहाँबाट भित्रबाट छिर्नुपर्ने हुन्छ। त्यो ठाउँको नाम के हो, बाँसबारी? बाँसबारी नै होला है, खोइ थाहा छैन यार त्यो ठाउँको नाम त थाहा छैन। तर त्यहाँबाट सिधै छोरेपाटन जान्छौँ है त। ल ओके। सो हामी चाहिँ अहिले एउटा आइसक्यौँ। अब हामी चाहिँ ट्याक्टर यो छोरेपाटनमा जाम कति हो के हो आज यस्तो? कोटी होम यहाँ त कोटी होम लगाइरहेछ नि त। ए कोटी होम, म त के कोटी होम भन्छ नि, के हो कोटी होम भनेको चाहिँ के हो र? त्यो भनेको त्यो हिन्दू
हिन्दूहरूको त्यो हुन्छ नि कल्चरहरू ओम सोम त्यस्तै के हाम्रो उसहरूमा हुन्छ त त्यो मायज्ञ लाहा भन्थ्यो मम्मीले यता गाइस यता चाहिँ मायज्ञ लाएको रे त्यही भएर लास्ट जाम छ है स्कुटर पनि डबल पार्किङ ट्रिपल पार्किङ भइरहेछ सो गाइस अहिले हामी एकछिनमा भेट्नेछौँ है त ल बाई बाई हामी यहाँ सेन्टर पुग्न सक्छौँ है त्यही भएर हेर्दै जानुलाई भिडियो कहाँ पुग्छ नि थाहा छैन एउटा ठाउँमा पुगेपछि बल्ल यहाँ पुगेँ भन्छु अहिले चाहिँ हामी बाटो बाटो हिँड्छौँ कता जान्छौँ थाहा छैन दिनभरि काम छैन त्यही भएर हामी कता जान्छौँ त्यो थाहा छैन पानीमा केही छैन रेनकोट छ नि बाटोमा हिँड्दा नजाने निर्णय गऱ्यौँ त्यसै गरी अहिले चाहिँ धेरै नै उता अलि टाइम भइसक्यो र उता जान्दैनौँ हामी चाहिँ उहाँको डाँडा देखा त उहाँको डाँडा जान्छौँ यहाँ देखेन र त्यसै गरी अब हामी चाहिँ ठिकै त्यताको डाँडा जान्छौँ त्यही हो गाइस ल एकछिन बस्छु भेटौँ न है त त्यही बाटोमा ल बाई बाई त्यसै गरी हामी चाहिँ अहिले कहाँ जाँदैछौँ हामीलाई थाहा छैन यो हावाले जहाँ पुऱ्याउँछ हामी त्यहीँ जान्छौँ हामी चाहिँ लावरिस जस्तै यता र उता भड्किसकेका छौँ र त्यसै गरेर अब हामी चाहिँ जान्छौँ केटा हो सिधा जान्छौँ कता जान्छौँ कारमा ल ठोकिदिन्छु हामी चाहिँ अब कतै गएनौँ अब हामी सिधै पवरतिर लाग्नेछौँ सामान हल्का सामान त्यहाँ किनेर त्यहाँपछि हामी चाहिँ अब सरङकोट हुँदै नौडाँडा हुँदै उता 14 माइल्स जान्छौँ है त ल गाइस अब हामी चाहिँ यत्रो गऱ्यो पुरा लास्टमा आएर हामी जाने भनेकै नौडाँडातिर रहेछ भाकाउन छोरी बाटोतिर आयो ल एकछिनमा भेटौँ ल गाइस अहिले बत्ती त्यही गहौँ अब हामी चाहिँ बिनासिनीको माथिबाट माथि छिर्छौँ सरङकोट हुँदै उता नौडाँडा जान्छौँ सो गाइस अब चाहिँ हामी हाम्रो जर्नीतिर अघि बढ्दैछौँ र हामी चाहिँ यताबाट अब सरङकोट चढ्छौँ पहिला त्यहाँ चाहिँ हामी सरङकोट चढेपछि उता नौडाँडाको बाटो चढ्छौँ त्यही हो अनि अब चाहिँ यहाँबाट उकालो चढ्नुपर्ने हुन्छ स्कुटरको पावर हेर्नु भयो त यहाँ यस्तो स्कुटरको पावर कतिको छ हेर्नुपर्ने हुन्छ ल कसो लाएर नि आँखामा किरा पस्छ कसको पस्छ मेरो पस्छ गाइस हामी चाहिँ अहिले हामी सरङकोट कटेर यता नौडाँडा जाने बाटोतिर आइसकेको छौँ बाटो घुमिसकेको छ र अब अलि एकछिन पछि चाहिँ कास्कीकोट होइन कास्कीकोट आउँछ होइन सो गाइस हामी चाहिँ कास्कीकोट छौँ अब हामी चाहिँ यताबाट हुँदै नौडाँडातिर झर्नेछौँ होइन त्यही हो केटा हो अब चाहिँ हामी त्यो भाइहरूलाई चाहिँ दिनुपर्ने हुन्छ अरे कि आज उताहरू चाहिँ खतरा बत्ती चाहिँ आएस गाडी त्यसै गरी हाम्रो यता चाहिँ पानी हामी चाहिँ स्टार संसद जान्छौँ अब 14 माइल्समै भेटेर कुरा गर्छौँ है लगाइस ल बाई सो गाइज हामी चाहिँ अब नौडाँडा उता झरिसक्छौँ नौडाँडाको उता झर्दैनौँ अब 14 माइल्स जान्छौँ त्यसै गरी हाम्रो अगाडि चाहिँ गाडी गइसकेको छ कहाँबाट आएको डेन्जर ढोस्दै काठमाडौँको रहेछ है अब एकछिनमा हामी अब 14 माइल्स पुग्छौँ त्यही हो केटा हो आजको वेदर चाहिँ त्यो साथ दियो है वेदरले ल एकछिनमा अब भेटौँ न केटा ल केटा हो हामी चाहिँ 14 माइल्स भन्ने ठाउँमा आयो त्यहाँ चाहिँ अगाडि चाहिँ लिभरपुल छ दाइको फेभरेट क्लब लिभरपुल अङ्कल चाहिँ लिभरपुलको फ्यान हुनुहुँदैछ क्या अङ्कलहरूको दाइ होइन हाम्रो अङ्कलहरू यो चाहिँ हामी आइसकेको छौँ 14 माइल्स यस्तो रहेछ म चाहिँ फर्स्ट टाइम आएको केटा हो के रहेछ 14 माइल्स अनि हाम्रो चाहिँ घन्टी छ जान्छु चाहिँ त्यसै गरी बहिनीहरू बाहिर चाहिँ के रहेछ के रहेछ केटा भ्यू चाहिँ खतरा भ्यू त्यही हो 40 माइल्स केटा हो एकछिन पछि भेटौँला है त गाइज हाम्रो चाहिँ एउटा चिल्ली मोमो आइसकेको छ र हामी खाइहाल्नुहुन्छ खानेछौँ हाम्रो चाहिँ खाजा सेट नै आइसकेको छ 14 माइल्सको अब एकछिनमा चाहेर भन्नेछ र कति 3 पिस मासु एउटा ससेसलाई काटेर भट्टा अनि चिउरा अनि पापड आएको छ त्यसै गरी भ्यू चाहिँ यो छ र हामी भ्यू हेर्दै मजा हेर्दै खानेछौँ टाटा गाइज हामी चाहिँ 14 माइल्सबाट निस्किसकेका छौँ र त्यसै गरी फुडको कुरा गर्नुपर्दा चाहिँ हामी यहाँ चाहिँ खानाको रिभ्यू चाहिँ एभरेजभन्दा अलिक तलै भन्छु त्यस्तो साह्रै राम्रो नै होइन त्यही हो अब चाहिँ हामी जान्छौँ त्यही हो त्यति साह्रो मिठो पनि थिएन अब हामी चाहिँ घरतर्फ लाग्यो केटा हो भाइ बाटोमा भेटौँला सियु अब बाटो चाहिँ यस्तो छ यहाँको होइन 14 माइल्सको त्यसै गरी रिजोर्ट चाहिँ त्यो हो रिजोर्ट भन्छ के भन्छ यसलाई
रिजोर्ट त अलि भन्दैन रिजोर्ट चाहिँ रेस्टुरेन्टै हो यो नर्मल रेस्टुरेन्ट लोकल रेस्टुरेन्ट भन्नुहुन्छ अलि नचलेको नचलेको त होइन होला सिजनमा चाहिँ चल्छ होला अहिले चाहिँ खासै चल्यो होइन अनि खाना पनि त्यस्तो साह्रै मिठो लागेन मलाई खाना त अलि कम भयो अलि हुन त अब टेस्टिङ मेन्यू राखेको होला टेस्टिङ मेन्यू राख्न सक्छ अहिले अलिक टाइमको लागि तर त्यस्तो साह्रै भेराइटी थिएन खानाको त्यसै गरी यसको रेस्टुरेन्ट हो कि क्याफे चाहिँ यहाँ छ अनि त्यो साह्रै अनि सेफ पनि अलिक नरहेछ क्या आज त पहिलाको पालि आउनु त मिठै थियो योपालि चाहिँ अलिक नमिठो रहेछ त्यही हो एकछिनपछि उता पानी पर्सेको छ धम्पुसतिर अनि हाम्रो चाहिँ त्यसै गरी अब हामी जान्छौँ यताबाट सो गाइज सी यु टुमरो भनेर भन्दिनँ अहिले एकछिनमा भेटौँला केटा हो है त ल सो गाइज वाट्सअप स्मे विकास हामी चाहिँ आइसकेका छौँ सुइखेत अनि हामी चाहिँ गिरीले बत्ताउँदै गयो स्कुटर बत्ताउँदै गयो हामी चाहिँ भर्खर कुरा सुन्यौँ हावाले उडायो मेरो मोबाइल अहिले चाहिँ हामी एउटा ठुलो घटनापछि कुकुरसँग हल्का ठोक्किएको र हल्का त्यहाँ यस्तो कुरासुरा मिलाएर अनि भर्खरै आएको छौँ यहाँ मिलिन्छ गर्नु हल्का तल अनि त्यसै गरी हामी चाहिँ यो म्याङ्गो कुल्फी खाँदैछौँ र त्यसै गरी हाम्रो यही हो अब लास्ट तनाव भयो कस्तो मलाई त लास्ट माया लाग्यो कुकुरको ढङ्गै आएको कि फेरि उताबाट दौडेर आएको थियो ढङ्गै ठोक्यो क्या त्यो अनि अरू मान्छेलाई त किने भएन कस्तो स्पिडमा थिएन धेरै स्पिडमा थिएन अनि त्यही हो कसरी हामी पल्टेन यार नत्र त पल्टेको त अर्कै फेरि अझै अर्कै सी हुन्थ्यो कस्तो दिदीले सम्हाले स्कुटर अनि त्यही हो एकछिनमा भेटौँला अनि त्यही मान्छेलाई केही भएन त्यही ठुलो कुरा हो स्कुटर नै केही भएन त्यही कुरा चाहिँ हल्का माया लागेको थियो त्यति हो सो फाइनली गाइज हामी चाहिँ दिदीलाई छोडेर आइसकेका छौँ र हामी चाहिँ म चाहिँ अब ढुङ्गाबाट घटेर जानु लाग्यो अनि त्यही हो बाटोमा आउने बेलामा दिदीको स्कुटरले कुकुर हान्थ्यो है त्यहाँ चाहिँ अलिक स्याड फिल भइरहेको थियो त्यही भएर मैले बिचमा भ्लग पनि बनाएन अनि त्यहाँपछि चाहिँ अनि डाइरेक्ट दिदीलाई छोडेर आएपछि अनि बल्ल यहाँ भ्लग सुरु गरेछ होइन त्यही हो गाइस हल्का कुकुर देखेर हल्का त्यो माया नै लाग्यो है कस्तो म फेरि एज अ डग लभर है लास्ट माया गर्छु कुकुर है कस्तो माया लाग्यो कि कुकुर देखेर होइन कस्तो मन नै कस्तो भयो कि त्यही हो अब केटा हो हुन्छ बाटोमा बेला तर हाम्रो त्यहाँ गल्ती चाहिँ केही थिएन होइन त्यहाँ एकछिन बस्यौँ गल्ती के कस्तो हुन्छ भनेर भन्यो तर त्यस्तो साह्रै गल्ती कसैको पनि देखाएन होइन अन्त कुकुरकै हो गल्ती चाहिँ त्यही हो हामी यसरी हिँडिरहेको थियौँ यसो नर्मल स्पिडमा अनि कुकुर उताबाट डाइरेक्ट आयो क्या अर्को कुकुरले हटेर अनि त्यहीबाट ट्याङ्ग ठुक्यो